मान्छेको शरीरको सबैभन्दा सेन्सिटिभ अंग कुन होला? आँखा। सम्पूर्णमा नमस्कार, म दिनेश कुमार गुप्ता, तपाईँ सम्पूर्णलाई स्वागत छ थिङ्किङ रिच नेपालमा। हामी तपाईले यस संवाद कार्यक्रमसँग जोडेको हाम्रो मिडिया पार्टनर रहेको छ लुम्बिनी 24 टिभी, जुन कार्यक्रम लुम्बिनीको विकासमा गति दिनेछ। यो कार्यक्रमको नाम हो लुम्बिनी संवाद। अहिले हुन गइरहेको फागुनको 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा हाम्रो जुन प्रतिनिधिज्यूहरू हुनुहुन्छ उहाँहरूसँग हामी सीधा सवाल र सीधा जवाब गर्नेछौँ। यसैगरी आजको यस हाम्रो पहिलो एपिसोडमा हुनुहुन्छ रूपन्देही क्षेत्र नम्बर 5 का मोस्ट ट्यालेन्टेड एन्ड मोस्ट एनर्जेटिक युथ लिडर सुनिल चौधरी सर। म स्वागत गर्न चाहन्छु हाम्रो आदरणीय सुनिल चौधरी सरलाई यस कार्यक्रममा। सर, तपाईँले धेरै धेरै स्वागत। धन्यवाद। आज भोलि कता बिजी हुनुहुन्छ होला? आज भोलि यही क्षेत्र नम्बर 5 हाम्रो यहाँ निर्वाचन सुरु भइसकेको छ। म यसपालिको चाहिँ प्रतिनिधि सभा सांसदको म उम्मेदवार म आफै हो। सीधा सवाल सीधा जवाब कार्यक्रममा म तपाईसँग सीधा प्रश्न गर्न चाहन्छु हैन? हजुर। तपाईको लाइफस्टाइल मैले जानेसा धेरै राम्रो नै चलिरहेको छ। हजुर। तर सबै कुरा तपाई त्याग गरेर खास तपाईले आफ्नो उम्मेदवारी जुन दिनु भएको छ हैन? हजुर। यो प्रेरणा कहाँबाट तपाईलाई मिल्यो? यो असाध्यै राम्रो प्रश्न गर्नु भएको छ दिनेशजी। यो प्रेरणा भनेको मैले चाहिँ यहाँको चाहिँ जनताहरू त्यहाँबाट मैले पाएको हो। म विगत 6 वर्षदेखि यो पछिल्लो समय 6 वर्षदेखि यहाँ मैले निहालिरहेको छु यहाँको समस्याहरू है। समस्या यति धेरै छन् जस्तो गिनेर पनि साध्य छैन। अब गन्ने नै हो भने हाम्रो जस्तै शिक्षा, स्वास्थ्य, रोजगार भयो र हाम्रो यहाँ सरकारीको कामकाज भयो, कृषिहरू भयो, यो निकै नै एकदम दयनीय र जटिल बनेको छ। यसलाई चाहिँ यत्तिकै सजिलै यसलाई चाहिँ बनाउन सकिँदैन हेर्नुहोस् है। यसको आवाज यहीँ मात्रै राखेर हुँदैन। यो हाम्रो सांसदमा उठाउने आवाज हो र त्यहाँबाट नै यो सबै कामको चाहिँ सामना गर्न सकिन्छ। त्यस कारणले गर्दा मैले प्रेरणा चाहिँ यहाँबाट मिलेको हो। मैले जनताले चाहिँ एकदमै मद्दत गर्छ यसपालि भन्ने पनि आशा राख्छु र मैले चाहिँ यहाँ राजनीतिको सत्ताको लागि आएको होइन, जनताको लागि हो। यो कुरा प्रश्न पार्दैछु। राजनीतिमा सत्ताको लागि आएको होइन, म जनताकै लागि आएको र जनताकै सेवामा रहनेछु। एउटा चिज अझै म जान्न रोक्न चाहे तपाईलाई, जस्तै अहिले हाम्रो धेरै हाम्रो जुन पुराना सांसदहरू जितेर जानुभयो होइन, उहाँहरूले लगभग कोही सांसदहरू यस्तो हुनुहुन्छ जो 15 वर्ष लाइक लुम्बिनीकै सांसद बनेर बसे। तपाईँले के लाग्छ उहाँहरूले लुम्बिनीलाई त्यो विकास गर्न सक्नुहुन्छ? समयले एकदम कदर गर्छु म। समयअनुसार समय अनुकूल सबै कुरा चाहिँ हुन्छ भने त्यो एकदमै राम्रो हुन्छ। जस्तै हाम्रोमा एउटा कहावत के छ भन्दाखेरि लोहा गरम छ भने हथौडा हाने भने त्यहाँ ठ्याक्कै चाहिँ मिल्छ। त्यस कारणले गर्दा मैले यो समय जुन समयमा आफूले चाहिँ यहाँ प्रतिनिधि सभा सांसदको लागि तयार पारेको छु, यो मेरो लागि एकदमै राम्रो समय हो। म अहिले 33 वर्षको उमेरमा र यो 33 वर्षसम्म मैले सुनेको, सिकेको र आफू भोगेको कुराहरू धेरै कुराहरू छ। पछिल्ला हाम्रो नेताहरू, हाम्रो नेताज्यूहरू 20 वर्षदेखि उहाँहरूको कुरा सुन्दाखेरि 20 वर्षमा हुँदा 25 वर्षै हुँदा म राजनीतिमा लागेँ भन्नुहुन्थ्यो। तर अहिले पनि कतिपयहरू साथीहरूले भन्नुहुन्छ तपाईँ किन यति छिटो राजनीतिमा आउनुभएको? तर म उहाँलाई के भन्न चाहन्छु भने पछिल्ला हाम्रो नेताजीहरू 20 वर्षको उमेरदेखि राजनीति गरेर आउनु भएको भने म 33 वर्षको उमेरमा किन नआउने? अब पनि समय खर्चिन सकिँदैन। देश एकदमै निकट, एकदमै दयनीयमा पुगिसकेको छ। अब पनि समय खर्चिने हो भने यो केही हुनेवाला छैन, अझै पनि दयनीय अवस्था आउन सक्छ। त्यस कारणले गर्दा अब जुन हाम्रो जेनजीको माग स्वरूप जुन एउटा आन्दोलन भएर चाहिँ फेरिबाट जुन एउटा रूप लिएको छ, यसमा पक्कै पनि जनताले बुझ्नेछ, मनन गर्नेछन्। म एउटा युथ लिडरको नाताले गर्दा म जनलाई यही जानकारी गराउन चाहन्छु कि भने मैले आफूले सिकेको हरेक कदम, हरेक चाहिँ राम्रो कामहरू सबै खर्चिनेछु, आफ्नो समय खर्चिनेछु र मसँग यतिसम्मको क्षमता पनि छ कि म 18 घन्टा पनि काम गर्न सक्छु। जुन कि अहिले हाम्रो यो समयमा 8 घन्टाको ड्युटीले पुग्दैन पक्कै पनि, त्यसको डबल ओभर टाइम चाहिन्छ। त्यो पुरै समय मैले दिनेछु भन्ने यहाँ जनता माझमा यो कुरा राख्न चाहन्छु। अहिले म के तपाईँ पनि सायद सामाजिक सञ्जालको माध्यमबाट हेरिराख्नु भएको छ। हाम्रो देशको अवस्था एकदमै तातिएको छ होइन? अहिले जुन जिएनजीको माग छ होइन, अब युवाले देश बनाउनु पर्छ, जिएनजीले देश बनाउनु पर्छ। सायद तपाईँ पनि एउटा युवा हुनुहुन्छ होइन? र रूपन्देही क्षेत्र नम्बर 5 को हाम्रो के योजना लिएर तपाईँ यो चिज बनाउनुपर्छ, के प्लानिङहरू गरेर खास तपाईँ आफ्नो उम्मेदवारी दिनुभएको छ? हाम्रो दर्शकहरू एकदम उत्साहित हुनुहुन्छ, कृपया थोरै बताइदिनु उहाँहरूलाई। हजुर, जस्तै मैले सिकेको यहाँ सम्भावित ठाउँ छ हाम्रो लुम्बिनी क्षेत्र नम्बर 5 भनेको
एकदमै सम्भावित ठाउँ। जस्तै हाम्रो मुख्य एजेन्डा भनेकै कृषि हो यहाँको, है। कृषिबाट हामी धेरै कुराहरू यहाँको जनताहरू माझमा धेरै कुराहरू गर्न सकिन्छ। यहाँ सबै स्वरोजगार उत्पादन गर्न सकिन्छ त्यो। र हाम्रो लुम्बिनी यही छ, यो पर्यटन व्यवसायको लागि पनि एउटा महत्त्वपूर्ण अङ्ग हो यो। त्यस कारणले गर्दा हामीले गरिबै हुनुपर्ने कुनै कारणै छैन यहाँ। हामी हरेक जनता, हरेक मान्छे यहाँ चाहिँ गरिब हुनुपर्ने कारण छँदै छैन। यसले सिस्टम स्थिति बसालेर काम गर्ने हो भने यहाँको हरेक जनताहरू हरेक घरमा चाहिँ खुसी हुन्छ, रौनक हुन्छ, सबैले चाहिँ काम गरेर खान सक्छन् भन्ने वातावरण मिलाउन सकिन्छ यहाँको। त्यसै गरी हाम्रो यहाँको मुख्य एजेन्डा भनेको कृषिमै म जान्छु फोकस, किनभने यो एउटा पहाडी भेगबाट तराई भेगमा आउँदाखेरि सबै समथर रूपमा छ। यहाँ किसानले कृषि गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू म जुन ध्यान दिन खोजिरहेको छ उसमै पाएको छैन, है। सरकारबाट पाउने कुनै पनि चिज यस्तो छ उसले राम्रोसँग नपाएको भएर उसले आफ्नो कृषिमा राम्रोसँग काम गर्न सकेको छैन। जस्तै खादमलको कुरा गरौँ, पानीको कुरा गरौँ, जब खादमलको कुरा आउँछ भने यहाँ हाहाकार हुन्छ। कहीँबाट पनि कुनै पनि संस्था, सङ्घ संस्थाबाट पनि सरकारले पनि गरेको सहयोगले उनीहरूलाई पुग्दैन। पानीको कुरा गरौँ, जब पानी चलाउने बेला आउँछ तब चाहिँ सुक्छ पानी, नगरपालिकाले पनि त्यहाँ रोक लगाउँछ। पानी पाएन भने त्यो कस्तो हुन्छ? त्यो हामीले त्यो बिउ र त्यो चाहिँ लगाएको चाहिँ जुन फल हुन्छ, जुन धान गेहूँ हुन्छ, त्यो चाहिँ कस्तो हुन्छ पानी पाएन भने? त्यो हामी आफैमै विचार गर्न सक्छौँ। हामी एउटा मान्छे हो, एक दिनमा एक गिलास पानी नखाउँ त कस्तो हुन्छ हाम्रो शरीर, है। त्यही भएर एउटा जुन बिरुवा हुन्छ उसले पानी पाएन भने, उसले मल पाएन भने कतिको उत्पादन दिन्छ त्यो हामीले आफैले पनि एनालाइसिस गर्न सकिन्छ त्यो विषयमा। त्यस कारणले गर्दा पानी मुख्य समस्या एजेन्डा बनेको छ यो कृषि प्रधान ठाउँमा। त्यसले चाहिँ सजिलै गर्न सकिन्छ, कुनै यसमा गाह्रो छैन, है। यसलाई चाहिँ हामीले पम्पु सेट लाएर त्यो धसाएर नलका धसाएर मात्रै यसले चाहिँ पुग्दैन। त्यस कारणले गर्दा यसको चाहिँ समग्र रूपमा यसको चाहिँ हामीले विकास गर्न खोज्ने नै हो, क्रान्ति नै ल्याउने हो भने ड्यामको आवश्यकता एकदमै छ। यदि हामीले पानीको ड्याम बनाउन सक्यौँ भने एकजना होइन, दुईजना होइन, लुम्बिनी क्षेत्रको 5 नम्बर क्षेत्र मात्रै होइन, यो लुम्बिनीको समग्र 3 नम्बर क्षेत्र, 2 नम्बर क्षेत्र यहाँ जुडेको सबै ठाउँमा हामीले पानी पुर्याउन सक्छौँ र कृषिमा क्रान्ति एउटा ल्याउन सक्छौँ। त्यसै गरी हाम्रो चाहिँ खादमलको कुरा हो, त्यो पनि पक्कै पनि त्यसले चाहिँ राम्रोसँग संयोजन गरेर त्यसले चाहिँ अगाडि बढाउन सकिन्छ र हरेक चाहिँ किसानको घरमा चाहिँ खुसियाली ल्याउन सकिन्छ। धन्यवाद दिनेशजी। हाम्रो लुम्बिनी संवाद कार्यक्रममा सायद हाम्रो दर्शकहरू पनि एकदमै उत्साहित हुनुहुन्छ यो कार्यक्रमको नाम नै सुनेर। सिधा सवाल सिधा जवाबमा